गाइज गुड मर्निङ। आज चाहिँ हामी केदारनाथमा मर्निङमा छौँ। एकदम घाम लागेको छ, मौसम यस्तो एकदम दामी छ, हेर्न सक्नुहुन्छ। अनि दामी छ के भाइ। लास्टै भिड छ, एकदम भिड छ। हामीले रातिको 11 बजीदेखि भिआइपी लाइनमा दर्शन गर्नको लागि लाइन बसेको। हाम्रो 3 बजे 3:30 बजे मात्रै पालो आएको थियो। त्यति धेरै भिड छ, देख्न सक्नुहुन्छ यति छ। मौसम चाहिँ दामी बवाल खुलेको छ फेरि। आज दिउँसोको बिहानको 11 बजे केदारनाथ मन्दिरको धामबाट हामी निस्किन लागेका छौँ। सबैजना ग्रुपहरूलाई अगाडि पनि बढाइसक्यो, अब पनि निस्किँदैछु। यो पछाडि देख्न सक्नुहुन्छ मन्दिर एकदमै भिड छ, क्राउड एकदमै धेरै छ, लास्टै धेरै क्राउड छ। अनि बाटो पनि एकदमै भिड छ, हेर्न सक्नुहुन्छ। अब यहाँबाट चाहिँ हामी फाइनल्ली ब्याक टु दि सीतापुरको लागि फेरि हामी यात्रा तय गर्दैछौँ। तेस्रो पटकको दर्शन पनि झन् विशेष तरिकाले गर्न पाएँ मैले पनि, होइन। अनि एकदमै खुसी भएको छु, एकदमै खुसी लागेको छ, मनदेखि आनन्द भएको छ। अनि सबैजनाको दर्शन भयो, एकदमै राम्रो भयो, सबैजना एकदमै खुसी हुनुहुन्छ। हामी चाहिँ अब मन्दिर एरियाबाट निस्कँदैछौँ। अनि भिड कति हो कति कुरा नगरौँ। यहाँ हेर्नु, यो जनरल दर्शनको लागि लाइन हो यो। एकदमै यो पुलदेखि यहाँसम्म, अझै पुल बाहिर कहाँसम्म छ थाहा छैन। यो जनरल दर्शन गर्न राति हामीले चाहिँ भिआइपी गरेको भिआइपी टिकट काटेर दर्शन गरेको थियौँ। अनि त्यो भने यो चाहिँ जेनरल तरिकाले जेनरलबाट दर्शन गर्नेको भिड लाइन देख्न सक्नुहुन्छ। यो पुल पुरै ढकिढकाउँछ, भरिएको छ लाइन। हामी चाहिँ दर्शन सकेर फर्किँदैछौँ। 2 शब्दमा टुङ्ग्यो भनिहाल्छ नि, म गयो। हामी चाहिँ दर्शन सकेर फर्किँदैछौँ। धन्न भिआइपी लाइन लिएछ। नर्मल लाइन त यहाँसम्म छ, यसरी यो सबै नर्मल लाइन हो। यो अझै कहाँसम्म छ थाहा छैन। यो भनेको चाहिँ मन्दिरभन्दा लगभग 500-700 मिटर तलको पुल हो, त्यहाँ पनि यति साह्रो भिड छ, यति चाहिँ लाइन छ। हामीले चाहिँ धन्न भिआइपी दर्शन गरेछौँ, त्यति नगरेको छैन, आज बिजोग हुन्थ्यो। यो हेलिप्याडसम्म लाइन छ क्या, एकदमै दर्शन गर्नेको जेनरल लाइन हेर्नु। यहाँसम्म लाइन छ, माथि मन्दिरदेखि हेलिप्याडसम्म नर्मल दर्शन गर्नेहरूको लाइन देख्न सक्नुहुन्छ। वाइल्ड छ एकदमै। गाइजहरू कुरा गर्न आउँदैन, रोटी नखाने मान्छेले रोटी खाइदिएर आज हेर फेरि गफ दियो अहिले फेरि। अघि दिउँसो के भने त्यो होइन त म केही खान्न, आज फलफुल मात्रै खान्छु भनेर रब्बर चट्नी निकाल्छु तर थाहा होइन। अब त हुँदैन नि त, किनभने गाडीको छैन नि त ड्राइभर, गाह्रो हुन्छ। लास्ट गाह्रो हुन्छ यार। ठिक छ, बिस्तारै बिस्तारै खाऊ, अलिअलि गर्दै भर्सक ननिकाल, होइन। हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ हाम्रो नेक्स्ट डे। अब के भन्ने, बद्रीनाथको लागि हामी यात्रा गर्न आँट्दैछौँ। यो अहिले चाहिँ हामी सीतापुरमा छौँ। हिजो बेलुका राति 8 बजीतिर आइपुगेको थियो। अनि तपाईँहरूलाई कस्तो भयो त फिल मन्दिर पुगेर आउँदा? एकदम धेरै खुसी लाग्यो, धेरै रमाइलो भयो। सोच्नु भएको थियो कहिले यहाँ पुग्छु भनेर? यहाँसम्म आउँछु भने तर धेरै 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 खुसी भएको छु हामी। अनि उहाँ मन्दिर पुगिसकेपछि त म मन्दिर दर्शन गर्दिनँ, म थाकेको छु, म सुत्छु भन्नुहुन्थ्यो। त्यस्तो सुरुमा अनुभव त्यस्तो भएको थियो, तर त्यहाँ पुगेपछि त्यहाँको माहौल हेरेर धेरै धेरै नै राम्रो लाग्यो क्या। दुखाइ सबै हरायो हाम्रो जिउको, एकदम राम्रो एकदम राम्रो। यात्रामा त्यस्तो केही समस्या कठिनाइ केही केही पनि भएन, हामी सबै खुसी छौँ। रमाइलो भयो, रमाइलो भयो, रमाइलो हुँदै आयौँ। अब रमाइलो हुँदै जाँदा गाह्रो भयो कि आउँदा गाह्रो भयो? जाँदा अलिक गाह्रो भयो, आउँदा अलिक जाँदा चाहिँ गाह्रो भयो, आउँदा एकदम सजिलो भयो, एकदम सजिलो हामीले यहाँ खाना खायौँ यो होटलमा। हाम्रो खानाको दही सब्जी होइन त कस्तो लागिरहेछ तपाईँलाई चाहिँ? म त एकदम रमाइलो लागिरहेछ।
दुईचोटि कि तीनचोटि लड्यो दुईचोटि लड्यो मजाले लड्यो होइन अहिले त यो एकपट्टि यता यो टिग्रा त अहिलेसम्म पनि दुखिरहेछ होइन एकदमै मजाले लड्यो सर्टकट आउने भएर योपालि जुत्ता अलिकति चिप्लो खालको परिदिएछ त्यो हुँदाखेरि मजाले लड्यो यात्रा राम्रै भयो अलिकति अगाडि अब म यो नो टाइम आउँदाखेरि अलिकति अगाडि भन्दा योपालि अलिकति थाकेको महसुस भइरहेछ अब किन हो त्यो थाहा छैन होइन अलिकति खुट्टाहरू पनि अलिक धेरै दुखेको महसुस भइरहेछ योपालि चाहिँ जे होस् हामीले सबैलाई सफलतापूर्वक यात्रा गराउन पाउँदाखेरि चाहिँ एकदमै खुसी लागेको छ सबैजना खुसी हुनुहुन्छ सबैजनाको अनुहारको चमक देखेरै म आफूलाई पनि खुसी लागेको छ सन्तुष्टि मिलिरहेछ यात्रा अब राम्रै भयो अब हामी यहाँबाट चाहिँ बद्रीनाथ जान आँट्दैछौँ भोलिको हाम्रो बद्रीनाथको दर्शन हुन्छ हामी आज आधी बाटो गएर बास बस्नेछौँ त्यस पछाडि भोलि हामी बद्रीनाथ दर्शन गरिसकेर त्यस पछाडिको हाम्रो यो 2 धाम र 4 धामको यात्रा चाहिँ सकिन्छ त्यस पछाडि हामी हरिद्वार जान्छौँ लगाइ जब चाहिँ हामी यहाँबाट लगभग सबैजना चिया खाइसक्यौँ अब यहाँबाट हामी निस्किने तल घरमा छौँ उहाँहरू आमा 80 वर्ष 81 वर्षको आमा पनि मन्दिर दर्शन गरेर आउनु भएको छ केदारनाथ मन्दिर दर्शन गरेर 81 वर्षको आमा आउनु भएको छ 83 पुगिसक्नु भएको आमा अहिले ठिक हुनुहुन्छ अहिले के खानुभयो अहिले बिस्कुट खानुभयो अनि मन्दिर पुगेर आउँदा रमाइलो लाग्यो मजा लाग्यो होसै भएन नि आमा दर्शन मन्दिर दर्शन गरेको होस पाउनु भयो कि भएन ए ल ल अब गाडीमा चढौँ आमा ल अब बिस्तारै जानुपर्छ लगाइ जब चाहिँ हामी यहाँबाट निस्किँदैछौँ है त लगाइ जब चाहिँ हामी बद्रीनाथको लागि यात्रा गर्न लाग्दैछौँ निस्किँदैछौँ सीतापुरबाट देख्न सक्नुहुन्छ सबैजना एकदमै बद्रीनाथको लागि हेलो यतिखेर चाहिँ हामी अहिले चाहिँ 10-11 बजेर 12 बज्न आँटिसक्यो र हामी रामपुर तिलवाडा भन्ने ठाउँमा छौँ अनि हामी चाहिँ यो रेस्टुरेन्टमा ढाबामा हामी अब खाना खान लाग्यो सबैजना हामीसँग हुनुहुन्छ 83 वर्षको आमा केदारनाथ पुगेर आउनु भएको छ आज अलिक फ्रेस देखिनु भएको छ आमा पनि सजिलो हुन्थ्यो आमा 4 धाम गएर आउनु भएको 83 वर्षको उमेरमा हिजो केदारनाथ मन्दिर पनि दर्शन गर्नुभयो एकदमै अब चाहिँ हामी यहाँ खाना खान्छौँ खाना खाएर अनि त्यसपछि फेरि हामी अगाडि बढ्छौँ अहिलेसम्म सब ठिकठाक छ हाम्रो एकदमै जबरजस्त छ योबाट ल पर्यो यो बाटो कहाँ जाने हो विरतीको गाउँ जाने हो गीत भन्दै जानुभयो जाउँ म पनि जान्छु छबाट यो छाती माथि छोरा गाउँलाई आन्दोलन नगर माया पाउनलाई गुड मर्निङ फ्रम पिपल कोटी हामी चाहिँ नेक्स्ट डेको बिहान पिपल कोटीमा छौँ हिजो थोरै टेक्निकल प्रब्लमले गर्दा मैले त्यतिखेर भिडियो लिन पाइनँ भ्लग बनाउनु पाइनँ हामी चाहिँ हिजो बिहान सीतापुरबाट हिँडेर बेलुका पिपल कोटी भन्ने ठाउँमा आएर बास बसेको थियौँ अनि आज चाहिँ बिहान अर्ली मर्निङ 3 बजी नै हामी यहाँ रेडी भएर 2:30 बजी रेडी भएर 3 बजी हामी निक्लिनु लागेको छौँ दुईवटा गाडीमा अनि अब चाहिँ हामी यहाँबाट बद्रीनाथ तर्फको यात्रा गर्दैछौँ अनि हामी अब लेख्छौँ यहाँबाट सबैजना चढिपुग्नु भएको छ ओके अब यहाँबाट लाग्छौँ ल गाइज हाम्रो चाहिँ हरिद्वारदेखि केदारनाथ र बद्रीनाथ 2 धामको यात्राको सहयात्री हाम्रो यो गाडी छ यो चाहिँ अभिषेकजीको लाला
लालाको भाइको लालाको भाइ उपरे हो उसका है अभिषेक का यदि तपाईँहरूलाई पनि हरिद्वारदेखि यता आउँदाखेरि चाहिन्छ भनेदेखि सम्पर्क गर्न सक्नुहुन्छ गाडी नम्बर यही हो गाडी हो एकदम जबरजस्त मस्त छ गाडी चाहिँ अनि हामी चाहिँ प्रायः जस्तो सधैँ यता आउँदाखेरि यो गाडी र यो लालाको गाडी यो दुईवटा गाडी चाहिँ हाम्रो एकदमै जहिले पनि हाम्रो यही हुन्छ अब चाहिँ बसौँ है ल बसौँ म पनि बस्छु तिमी बस्छ नि पहिला आज तिमीलाई अगाडि लगाउन आँटेको ल कहाँ जा रे ल फाइनल्ली हामी चाहिँ बिहानको अर्ली मर्निङ घाम अस्ताउनुभन्दा अगाडि बद्रीनाथ दर्शन गर्न आइपुगेको छौँ बद्रीनाथ चाहिँ मेरो फर्स्ट टाइम हो अनि यस्तो चिसो रहेछ यहाँ चाहिँ क्या बबाल चिसो छ क्या अनि मजा आइरहेको छ जस चुचो 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 अनि राम्रो रहेछ ठाउँ एकदम दामी छ कन्स्ट्रक्सनहरू भइरहेको रहेछ एकदम बन्दै रहेछ अनि मौसम पनि हेर्नु यस्तो बवाल देखिरहेको छ यहाँ त होइन अब हामी मन्दिरतिर जान्छौँ हेरौँ खानुपर्छ यार यहाँ चाहिँ यस्तो दामी दुध पाउँदो रहेछ क्या त्यो चाउमिन पकाउने के भन्छ त्यसलाई तावामा तताको दुध उमालेको दुध पाउँदो रहेछ क्या दामी होइन अनि अब हेरौँ भिड कति छ जाडो छ यार अब्बर जाडो छ खिरिएर मरिसक्यो यार बदलाएर खाना खाउने ठाउँ यहाँ हो है यहाँ हो रहेछ मन्दिर यो चाहिँ बद्रीनाथ जाँदैछौँ हामी अब यहाँ चाहिँ टिकट हेर्नुपर्ने रहेछ भिआइपी टिकट पाउँछ पाउँदैन टिकट बुझ्ने अनि मन्दिर चाहिँ हामीले देखिसकेको छौँ उहाँ पर हामीले मन्दिर देखिसक्यो अब यहाँ टिकट काट्नुपर्ने छ टिकट हेर्छौँ हामी टिकट भिआइपी टिकट के छ सिस्टम आज त्यो बुझ्छौँ अनि त्यसपछि अनुसार हामी अगाडि बढ्ने प्लानमा छौँ ल हामी चाहिँ बद्री विशाल जय बद्री विशाल आइसकेको छौँ भिड छ अत्याधिक एकदम भिड छ लाइन लास्ट चाहिँ धेरै लाइन छ अनि अब हेरौँ के हुन्छ कसो हुन्छ जस्तो पानी आयो अब्बल फेरि पानी त क्या सेतो पानी रहेछ त्यो तातो पानीको कुण्ड हो त्यहाँ त्यो धुवा आइरहेको अटोमेटिक हो ए त्यहाँ अटोमेटिक तातो पानी रहेछ क्या बाफ उडेको है यहाँबाट छिरेर गयो भने चाहिँ भित्रबाट हेरेर पाइन्छ क्या मन्दिरभित्र छिर्न पाइन्छ फाइनली मन्दिर आइसकेको छौँ हामी बद्रीनाथ एकदम भिड छ यहाँ दामी देखिँदो रहेछ यार यो चाहिँ यो बाफ आइरहेको यहाँ तल चाहिँ कुण्ड हो यो नुहाउने ठाउँ तातो पानी यस्तो धेरै बाफ आइरहेको छ गाइस यो लाइन चाहिँ मन्दिर दर्शन गर्नेको लाइन हो बद्रीनाथ भगवान्को दर्शन गरेको लाइन यति लामो लाइन छ 3 किलोमिटर 4 किलोमिटर 5 किलोमिटर लाइन छ क्या कहाँ पुगेर आएको लाइनको अन्तिमसम्म डेन्जर लाइन छ यो लाइन बसेर चाहिँ पार नलाग्ने रहेछ कि अनि अब हामी अलिकति फर्किँदैछ यता यो सबै लाइन छ पुरै मन्दिर कहाँ हो कहाँ उता पर उहाँ कहाँ छ लाइन यति धेरै छ यतिखेर लाइन बस्यो भने बेलुका 5 बजीतिर चाहिँ पालो आउँछ कति दियो र
यो कुन दिदी काठमाडौँको दिदी दुईजना दिदीहरूले दाइ दिदी भएर दाइ दिदी बेला अघि कुरा गर्नु भएको थियो, अहिले गरेको मैले उसलाई हो काठमाडौँको दिदीलाई। ल गाइस अहिले चाहिँ हामी हरिद्वार आइसकेको छौँ, हर्की पौडी गङ्गा स्नान र आरती हेर्नको लागि। पछाडि हुन्छ सबैजना टिमै, हामी 22जना टोली। अनि अब अहिले हामी हरिद्वारमा स्नान गर्छौँ सबैजना। अनि त्यसपछि यहाँबाट हामी फेरि साँझमा रातिको गाडी लिएर हामी दिल्ली जान्छौँ। गाइस म चाहिँ हरिद्वारमा छु अहिले, हर्की पौडी भन्ने ठाउँमा गङ्गा स्नान गर्ने ठाउँमा। यति भिड छ क्या आदिशक्ति हाट, यस्तो भिड छ है, वाइल्ड भिड छ यहाँ। गङ्गा आरतीको लागि आएको छु र यहाँ चाहिँ एकदम भिड छ क्या, यस्तो भिड छ खुट्टा टेक्नु सक्दैन होइन, वाइल्ड भिड छ, एकदम वाइल्ड भिड छ। अरू बेला सधैँ अगाडि बसेर हेरिन्थ्यो, योचोटि चाहिँ